नम्बरमा हुन्छ फर्स्ट साथीहरू। एंगल हजुर प्रोजेक्सन जसले फर्स्ट एंगल प्रोजेक्सन बुझ्छ नि साँच्चीकै भनेको फर्स्ट एंगल बुझ्नेले त थर्ड एंगल आँखा चिम्लेर बुझ्छ तर फर्स्ट एंगल नबुझ्ने मान्छेसँग एउटा चान्स हुन्छ त्यो हो थर्ड एंगल प्रोजेक्सन बुझ्दाखेरि यो पनि बुझ्न सक्ने सम्भावना धेरै हुन्छ त्यही भएर फर्स्ट एंगल प्रोजेक्सनलाई अहिले बुझ्ने थर्ड एंगल प्रोजेक्सन त अटोमेटिकली बुझिहालिन्छ तर यो नबुझिकन त्यो बुझ्छु भन्नुहुन्छ भने त्यो बुझ्न गाह्रो हुन्छ फेरि लेखौं in this projection the object है the object should be placed कहाँ राखिन्छ यो तपाईले भर्ने हो मैले होइन है लेखौं in this projection comma the dot should be placed between कसको र कसको कसको है त यो भर्ने काम कसको हो रे साथीहरु हाम्रो तपाईहरुको हो लेखौं यसमा द फ्रन्ट भ्यू यो फ्रन्ट भ्यूलाई चाहिँ के भनिन्छ त लाइज कहाँ भर्ने काम कसको हो रे तपाईहरुको द टप भ्यूलाई के भनिन्छ त लाइज कहाँ थोरै माथि गरे है अर्को द लेफ्ट ह्यान्ड साइड भ्यू लाइज कहाँ द राइट ह्यान्ड साइड भ्यू राइट ह्यान्ड साइड भ्यू लाइज कहाँ ल यो सबैले सार्दु छ अनि सारिसकेपछि चट्ट लाएर एउटा फिगर यो बनाइदिइहाल्नुस् जसले यहाँ बनाएका यी फिगर बुझ्छ त्यो मान्छे त हिरो भइहाल्छ पछि ए हिरोइन पनि बन्छ है ल होरिजेन्टल प्लेन भर्टिकल प्लेन एक्जिलरी प्लेन है अनि मैले यहाँ चाहिँ हल्का यसरी ल यो फिगर बनाउँदाखेरि अलि बुझिन्छ त अघि गयो होइन फेरि अहिलेकै फिगर हो तर मैले यहाँनिर यो लाइन डट 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 लाइन हुनुपर्ने ल मैले यहाँ डट 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 लाइन तानिदिएँ ल चाहिँ तलको वाला प्लेनमा एउटा लाइन छुटेको जस्तो लागिरहेछ यहाँ हजुर यो यस्तै हो तपाईहरु सार्नुस् न यो म बुझाउँछु तपाईहरुलाई जसले यहाँ बुझो बुझो नबुझ्नेले त फेरि गाह्रो पर्छ है तपाईहरुले यो मेरो फेसबुक पेज लाइक गर्नु भएको छ कि छैन गरेछु सर म हजुरलाई त मेसेज पनि त्यो क्वेशन कन्फ्युजन बेला गरिरहन्छु हो अनि यो क्वेशन्सहरु तपाईहरुले यो फेसबुकमा अहिले क्वेशन्सहरु धेरै नै हालिराखेको छु त्यहाँ क्वेशन्सहरु गएर फलो गर्नुस् के रे रेस्पोन्स गर्नुस् गरिराख्नु भएको छ सर अब आजबाट गर्छु हो रेस्पोन्स गर्नुस् है ती क्वेशन्स भनेका तपाईहरुको तपाईको एकदमै
कन्फ्युजन क्वेसन्सहरू हुन् त्यो क्वेसन्सहरूलाई ट्याकल गर्ने है त ट्याकल गर्नुभयो भने भोलिको दिनमा हजुरकै त्योमा छ सर त्योमा हेर्नु फेसबुक सर पेजमा फेसबुक पेज यहाँ हेरौँ इन्जिनियर नेपाल सर्च गर्ने यहाँ क्वेसन्सहरू धेरै नै छन् धेरै क्वेसन्सहरू ए छन् यहाँ इन्जिनियर क्वेसन्सहरू हालिदिएको छ हेर्नुहोस् है यहाँ क्वेसन्सहरू धेरै नै छन् अनि एउटा कुरो के छ भन्दाखेरि तपाईँहरूले क्वेसन्स ट्याकल गर्ने अनि मैले चाहिँ एउटा अब के राखेको छु भन्दाखेरि है एउटा कुरो मैले के राखेको छु भने जसले चाहिँ तपाईँहरूको हजुर क्वेसन्स जो चाहिँ धेरै नै ट्याकल गर्छ र आफ्नो पेजमा चाहिँ तपाईँहरूले यो क्वेसन्सहरू सेयर गर्नुभयो भने एकजना व्यक्तिलाई चाहिँ एकजना विद्यार्थी जसले चाहिँ धेरै नै सेयर गरेको छ त्यसलाई चाहिँ एउटा किताब खानेपानी तथा सरसफाइ टेक्निसियनको किताब दिने प्लान गरेका छौँ है त हुन्छ सर म पनि गर्छु ल अब यो सेयर गर्नु होला तपाईँहरूले सेयर गरिसकेपछि त्यसमा अब हुन्छ नि धेरैजनाले सेयर गरेकोमा आउँछ क्या लिस्ट तपाईँको मोस्टली सेयर पर्सन्स भनेर आउँछ अनि त्यो चाहिँ सेयर गरेको मान्छेले चाहिँ पाउँछ है त एकचोटि फेरि फेसबुक पेजको देखाइदिनु न प्रोफाइल रोक्नुहोस् है अलि हेर्नुहोस् ठुलोमा इन्जिनियर्स नेपाल है इन्जिनियर नेपाल यो चाहिँ तपाईँको प्रोफाइलतिर जाँदाखेरि ऊ त यो किताब चाहिँ पाउनुहुन्छ है तपाईँहरूले यो किताब लिनुभएको छ कि छैन तपाईँहरूले सर मसँग त यो किताब चाहिँ पाउनुहुन्छ है त अब पाएको भएको तपाईँले मान्छेलाई चाहिँ पाएको छ प्राइस मैले हो यो किताबको हजुर किताबको प्राइस इन्जिनियर कति नेपाल हो चाहिँ पाएको यसको सर मैले यसको प्राइस तपाईँको किताबको प्राइस हेर्दाखेरि चाहिँ अब यो यहीँको विद्यार्थीलाई चाहिँ हामीले यहाँ 800मा दिइराखेका छौँ है यो किताब ल खै सर एकचोटि चाहिँ हेर्नु इन्जिनियर नेपाल त्यो हेर्नुहोस् है इन्जिनियर नेपाली हो सर त्यो इन्जिनियर नेपाल सर्च गर्दाखेरि धेरै देखिन्छ कतै लिङ्क राखिदिनु न सर यसको ए यो हाम्रो मैले फेसबुक मैले उसमा हालिदिएको छु त उसमा ग्रुपमा जोइन भएको छैन इन्जिनियर ग्रुपमा नेपाल हालिदिएको छु त ग्रुपमा छैन सर जोइन ग्रुपमा जोइन भएको छैन छैन ल सर मलाई मेसेज गर्नु न म तपाईँलाई ग्रुपमा यहाँ जोइन गरिदिइहाल्छु नि म्यासेज गर्दा पनि कस्टमाइज गरिदिनु गरेको तपाईँलाई अस्ति ल मैले गरिदिएको छैन गरेको सर म्यासेज गरिदियो खै गर्न त्यसपछि गर्नै छोड्यो ल छैन नाम भन्नुहोस् त नाम हामी भन्नुहोस् पनि त सेयर गर्छु सर नाम नवीन सुखरिया भिनाक्छु सर के अरे सुखरिया नवीन ताई भाइबरमा त्यही छ सर सुखरिया मैले नि भाइबरमा गरेछु सर तपाईँले त अनि मैले अस्ति भर्खरैको टोलीलाई त मैले सबैले एड गरिदिएको छु त छैन सर जोइन भएको ल हो र यहाँ त अनि यत्रो विद्यार्थी मैले 94जना विद्यार्थी कसरी एड गरेको छु त अनि यहाँ मैले सर मेरो पनि एड भएको छैन हो र म्यासेज गरेको छु मेरो नि तपाईँले भएको छैन सर मेरो नि एड गर्नु सर म नि सेयर गर्छु सर ल सबैले फेरि एकचोटि मलाई एकलट मेसेज गर्नुहोस् त सबैले छन् मेसेज किन गर्ने केमा सर त्यो भाइबरमा गर्नु भाइबाट मेसेज गर्नुहोस् अहिले नै गर्नुहोस् म यहाँ एड गरिदिइहाल्छु नम्बर है गरिहाल्नु सर नभए सर तपाईँले टाइम मिल्दैन भने मलाई मेसेज गर्दा पनि म एड गरिदिन्थेँ ल ल हुन्छ ल गरिदिनुहोस् झ्याप्प लगाएर यसमा 9685479998 ल यसमा गर्नुहोस् त म अहिले नै एड गरिदिइहालेँ है गरिहालेँ सर म ल गरिहाल्नु भयो मैले नि गरिदिइहालेँ ल ल यो म्युट गर्नुहोस् सर मैले मेसेज नि गरेँ सर मेसेज वेट गरिदिनु मलाई नि ल मैले गरिदिइहालेँ त लु हजुर सर सिमै गर्नु आयो 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 लानु सुदिन भाइको बेला के भन्नु चल पाएँ हजुर हजुर लु भयो कि भएन ल हेर्नुहोस् त भयो मेसेज गर्नुपर्ने हजुरलाई इस्टिमेट ग्रुप हजुर भन्ने सर हो भयो सर भयो सर बल्ल भयो ल भयो नि त ल यहाँ म अझै अरू जसले मेसेज गरेको छ म त्यहाँ फेरि हानिदिइहाल्छु ल भयो सर भयो ल भयो सर ल जोइन भयो तर पहिलाको उहरू त्यो सेयर गरिदिनु भएको देखाउँदैन त ग्रुपमा ए आउँदैन है त्यो अब म फेरि गरिदिन्छु ल त्यस्तो ग्रुपमा देखाउँदैन कम्युनिटी भएको भए पुरानो यही मेसेजहरू ग्रुपमा पनि लिङ्क देखाउँछ हालिदिनु सर लिङ्क म राखिदिनु यही ग्रुपमा मैले हालिदिइहालेँ है ल एकैछिन है त
ल त्यो चाहिँ मैले हालिदिइहालेँ। ल यो पेजलाई के अरे ओपन गर्नु होला, सबैजनाले चाहिँ फलो गर्नुहोस् है। ओके ल, अनि यो अब युट्युबको भिडियोहरू मैले एस्टिमेटिङ एन्ड कस्टिङको भिडियो पाउनु भयो कि भएन, यहाँ अर्को च्यानलमा हालिदिएको थिएँ। अब यसमा आउँछन् सबै भिडियोहरू, त्यसमा हालिदिन्छु मैले। अलिकति समय लाग्ला, अब तपाईँहरूले अलिकति यहाँ हजुर सर क्लासहरू म हेर्दै थिएँ। पढिसकेपछि रिभाइज गर्दै हेर् जाँदाखेरि रिभाइज हुने गरी चाहिँ मैले हालिदिइहाल्छु, त्यहाँ गएर तपाईँलाई पुग्छ है त है। ल साथीहरू, अब यति कुराहरू भइसकेपछि ल सबैजनाले फलो गर्नु होला। अब यहाँ को साथीहरू बाँकी रहनु भएको छ, म सबैलाई चाहिँ मेसेज गर्नुभएको छ, म त्यहाँ चाहिँ पछि फेरि मैले तपाईँहरूलाई एड गरिदिइहाल्छु है त। अब हामी जान्छौँ नेक्स्ट टपिकतर्फ। टपिक भनेको नेक्स्ट चाहिँ के भन्ने, यही मेरो ब्याट टपिकतर्फ। भएको छैन। हजुर हजुर, मेरो ब्याट भएको छैन अहिलेसम्म। हुनु भएको छैन। अहँ, अब यहाँ त मैले सबैलाई एड गरेकै छु, अहिले एकैछिनमा म तपाईँलाई एड गरिदिउँला है त। अब है त्यहाँ मेसेज गर्दै गर्नु न। ल अब सबैजनाले एकछिन यता हेरौँ। फर्स्ट एङ्गल प्रोजेक्सन भनेर चाहिँ हामीले पढिराखेका छौँ। फर्स्ट एङ्गल प्रोजेक्सनमा आउने डाटाहरू सबै भर्ने काम तपाईँको, तर फिगर बुझाउने काम मेरो है त। ठिक छ नि। अब सबैजनाले लेख्न बन्द गरेर फिगरलाई मात्र हेरौँ। फर्स्ट एङ्गल प्रोजेक्सनमा बसेर काम गर्दैछौँ भने तपाईँको अब्जेक्टलाई कहाँ राख्ने त, कुन क्वाड्रेन्टमा राख्ने? फर्स्ट क्वाड्रेन्ट ल है त, कहाँ राख्ने त हामीले फर्स्ट क्वाड्रेन्ट। हुन त खासमा यो दुईटा सिसाको बिचमा राख्ने हो। अब राख्न नमिल्ने भएको कारणले गर्दा मैले यहाँ राखेँ है त, यो 3D फिगर बनाएर यहाँ राखेँ। ठिक छ हैन त। यो चाहिँ तपाईँको 3D अब्जेक्ट हो। अब अब्जर्भरलाई राख्नु पर्यो भने कहाँ राख्ने त? फर्स्ट क्वार्टरमै। फर्स्ट क्वाड्रेन्टमा। अब्जर्भर पनि फर्स्ट क्वाड्रेन्टमा छ। ल सिधै तपाईँले अब्जर्भरले सुरुमा देख्ने भ्यूको नाम के हो रे? फ्रन्ट भ्यू। माथिबाट हेर्दाखेरि देखिने भ्यूको नाम के हो रे? ल अब हेरौँ। म यसरी उभिएको मान्छे, म भनेको अब्जर्भर, तपाईँहरू पनि त्यसरी नै उभिनुहोस्। कपीमा फिगर राख्दाखेरि त्यसरी नै उभिनुहोस्। यसरी हेर्दाखेरि मेरो यो बायाँ साइड हो कि होइन? यो मेरो दायाँ साइड हो। त्यसो भए यस्तै एउटा भ्यू यतातिर आएको जस्तै भ्यू एउटा यहाँ पनि छ है। ठिक छ नि, होइन त? यस सर। भनेपछि यो भ्यू यतातिरको यति मात्रै भ्यू भनेको लेफ्ट साइड भ्यू हो कि होइन? यो भ्यू हो नि त, यो भाग भनेको लेफ्ट साइड भ्यू। त्यसो भए यो भ्यू भनेको त राइट साइड भ्यू हो कि होइन? ल यहाँसम्म बुझ्यो होइन त हामीले? ठिक छ। ल भ्यू छुटाउन सकियो। अब एउटा कुरो अर्को है त, यो त तपाईँको 3D फिगर हो कि होइन? 3D प्लेन हो कि होइन यो? ल भनेपछि यो 3D प्लेन हो। तलतिर यस्तो चुच्चो किन आयो भन्नु होला। चुच्चो किन दियो भन्दाखेरि फर्स्ट एङ्गल प्रोजेक्सनमा यो सिसाहरू ट्रान्सप्यारेन्ट हुँदैन, तलको सिसा ट्रान्सप्यारेन्ट हुँदैन भन्ने है त। ठिक छ नि। के भने मैले यहाँनिर सिसा ट्रान्सप्यारेन्ट छैन भन्ने। ठिक छ। र एउटा कुरो अर्को सम्झिनुहोस् के त भन्दाखेरि जहिले पनि तपाईँको अब्जेक्टको स्याडो बन्नु पर्यो भने सिसामै गएर बन्ने हो। चाहे त्यो होरिजेन्टल सिसा होस्, चाहे त्यो भर्टिकल सिसा होस्, चाहे त्यो एक्जुलरी सिसा किन नहोस्, बन्ने भनेको कार्य चाहिँ त सिसामै गएर बन्ने हो है। ठिक छ नि। अब एउटा कुरो अर्को के थाहा पाउने भन्दाखेरि यो होरिजेन्टल प्लेन यहाँ बाहेक माथि छ कि छैन? हजुर होइन, माथि यस्तो यसरी बनेको छ कि छैन? यसरी छैन है, यता हुँदैन। किनकि होरिजेन्टल प्लेन एउटा मात्रै हुन्छ भनेका थियौँ नि, अघि नै भने हो नि त। होरिजेन्टल प्लेन यहाँ बाहेक अन्त कहीँ पनि छैन, न त माथि छैन न त तल छैन, यहाँ मात्रै छ यो भागमा। भर्टिकल प्लेन जुन यो भर्टिकल प्लेन छ नि, यो भर्टिकल प्लेन यहाँ बाहेक यता पनि छैन, यता पनि छैन। ठिक छ नि। तर एक्जुलरी प्लेन के रहेछ भन्दाखेरि यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ। बुझ्नुभयो नि? एक्जुलरी प्लेन चारैतिर छ भन्ने। तर भर्टिकल प्लेन यहाँ बाहेक अन्त छैन, होरिजेन्टल प्लेन यहाँ बाहेक अन्त छैन। ठिक छ होइन? क्लियर भयो कुरो? ल त्यसो भए अब अब्जर्भरले हेर्दाखेरि यो फ्रन्ट भ्यू, टप भ्यू, लेफ्ट ह्यान्ड साइड भ्यू, राइट ह्यान्ड साइड भ्यू थाहा पायो। यो त 3D प्लेन हो कि होइन? अर्थोग्राफिक प्रोजेक्सन भनेको त 3D लाई 2D मा लाने हो कि होइन? ल 3D लाई 2D मा लाने हो भनेपछि त 2D त यस्तो पो हुनुपर्ने होइन र?
यस्तो हुनुपर्ने हो कि होइन? हो यस सर सर ल भनेपछि त अब मैले यताबाट अगाडिबाट हेर्दाखेरि एउटा भर्टिकल यस्तो देखिन्छ, होरिजेन्टल सिधै देखिने त हो नि, होइन र? तर एक्जुलेटरी प्लेन जुन छ नि यस्ता सिसा पनि छन् नि त, होइन र? यस्ता सिसा पनि छन् नि। यो सिसा भनेको नि 3D मै छ, यसलाई 2D मा लैजाउँला, अहिले होइन पछि। तर अहिले सम्झिनुहोस् यो 3D प्लेनलाई यस्तो प्लेनमा लगेर जाँदैछौँ भनेर सम्झिनुहोस् है त, है। ल यति कुरा बुझिसकेपछि यसको यो फ्रन्ट भ्यू जुन छ नि, यो फ्रन्ट भ्यूको स्याडो चाहिँ कहाँ बन्छ होला? ठ्याक्कै यता लाइट पास गर्यो भने त आँखाको रेज एउटा पोइन्ट, दुईटा, तीनटा, चारवटा कुनामा ठोकिन्छ कि ठोकिँदैन? हो सर। ठोक्यो भने यसको स्याडो होरिजेन्टल प्लेनमा बन्ला कि भर्टिकल प्लेनमा बन्ला कि एक्जुलेटरी प्लेनमा बन्ला? भर्टिकल प्लेन। भर्टिकलमा बन्छ। किन भन्दाखेरि अब्जेक्टको स्याडो जहाँ सिसा त्यही बन्छ, होइन त? ल यो भ्यू इज अ फ्रन्ट भ्यू, ठिक छ नि त? अब माथिबाट हेरौँ। माथिबाट हेर्दाखेरि एउटा कुना, दुईटा कुना, तीनटा कुना, चारवटा कुना देखिन्छ। अब यसको स्याडो बन्नु पर्यो भने जहाँ सिसा त्यही बन्ने हो कि होइन? हो सर। भनेपछि त यो होरिजेन्टल प्लेन माथि छ र छैन। तल मात्रै छ भने त सिसा जहाँ छ त्यही बन्ने हो। त्यसो भए यसको टप भ्यू कहाँ बन्दो रहेछ त? यहाँ बन्यो, ठिक छ नि त? यस सर ल त्यसो भए के मेसेज गरिराख्नु भएको छ कि? त्यसो भए अब हामीले चाहिँ यहाँनिर के गर्नु पर्यो भन्दाखेरि लेफ्ट साइड भ्यू पनि हेर्नु पर्यो नि त। लेफ्ट साइड भ्यू हेर्नु पर्यो भने मैले यताबाट हेर्छु, यताबाट सिसा ट्रान्सपेरेन्ट छ कि छैन भने मैले यहाँ छैन भने नि त, ट्रान्सपेरेन्ट यस्तो कुना आयो भने ट्रान्सपेरेन्ट छैन भनेर बुझ्ने भने हो नि त। ट्रान्सपेरेन्ट छैन। त्यसो भए ल हेरौँ, यो सिसा हो, अब्जेक्ट यो छ। मैले यताबाट हेर्नु पर्यो भने यो सिसा यो चारवटा कुना देखिन्छ त? यो सिसाले गर्दा देखिन्छ त? देखिरहेछ त? अहिले देखिरहेछ? छैन भने मैले के गर्दो रहेछ त? सिसालाई यहाँ राखेर अब्जेक्ट अब यहाँबाट हेर्दो रहेछ, अगाडिबाट हेर्दो रहेछ क्या। अनि अगाडिबाट हेर्दाखेरि त एउटा कुना, दुईटा कुना, तीनटा कुना र चारवटा कुना कहाँ बन्छ त? जहाँ सिसा त्यही बन्छ, होइन त? भनेपछि त यो सिसा ट्रान्सपेरेन्ट छैन भने त यताको सिसातिर जाने हो नि, होइन र? हो सर। ल भनेपछि यतातिर बन्दो रहेछ लेफ्ट ह्यान्ड साइड भ्यू, ठिक छ होइन? बुझेन? ल यो एउटा सिसा हो जुन एक्जुलेटरी प्लेन, लेफ्ट साइडको एक्जुलेटरी प्लेन यो हो। मैले अब हेर्दाखेरि त यताबाट हेर्ने हो नि त, खासमा बिचमा सिसा राखेर हेर्नु पर्ने हो नि, होइन र? ल यो चाहिँ तपाईँको यो मार्कर इज तपाईँ हो अरे। अब यताबाट हेर्दाखेरि यो बिचमा सिसा राख्दाखेरि यो चारवटा कुना देखिँदैछ कि छैन? छैन। यो चारवटा कुना देखिएन, होइन त? चारवटा कुना देखिरहेको छैन भने अनि यो चारवटा कुना देखाउनका लागि त यो सिसा भन्दा अगाडिबाट यसरी हेर्नु पर्छ होला नि त, यताबाट यतातिर हेर्नु पर्छ होला नि त, हजुर होइन र? भने मतलब यो सिसा फाले, अब यताबाट हेर्नु पर्यो, सिसा अगाडि छ भनेर सोचे, यसरी हेर्दैछु, होइन त? ल तिम्रो त त्यहाँ सेट भइसक्यो। ल भनेपछि बुझ्नुभयो नि? यहाँनिर यो अब्जर्भर जुन छ, हजुर मैले तिर्नु पर्यो नि। ल ठिक छ, भने यो चाहिँ के हो त? अब्जर्भर। यो चाहिँ सिसा देखिँदैन, यताबाट हेर्नु पर्यो। हेर्दाखेरि एउटा, दुईटा, तीनटा, चारवटा कुना छ। यसको स्याडो अब कहाँ बन्छ त? जहाँ सिसा त्यही बन्ने हो। यतातिर फर्केर त आउँदैन, हो कि होइन? ल भनेपछि लेफ्ट ह्यान्ड साइड भ्यू यो तपाईँको राइट ह्यान्डमा पर्यो है त। राइट ह्यान्ड एक्जुलरी प्लेनमा पर्दो रहेछ, ठिक छ नि त? अनि अब यो राइट साइड भ्यूलाई हेर्ने कि नहेर्ने? ल है त, यो स्मार्ट बोर्ड इज तपाईँको यहाँनिर एक्जुलरी प्लेन छ। स्मार्ट बोर्डको पछाडिबाट मैले यो चारवटा कुना, एउटा कुना, दुईटा कुना, तीनटा, चारवटा कुना हेर्नु पर्यो भने देखिन्छ कि देखिँदैन? पछाडिबाट हेर्दाखेरि देखिँदैन नि, ट्रान्सपेरेन्ट छैन नि त सिसा। भनेपछि त यो स्मार्ट बोर्ड भन्दा अलि अगाडि आएर अनि बल्ल मैले यो चारवटा कुनालाई देख्न सक्छु। जसरी यहाँ हेरेको थिएँ त्यसरी त्यहाँबाट हेर्ने।
त्यसो भए यो राइट साइड भ्यूको स्याडो कहाँ बल्ला त अब जहाँ सिसा त्यही बल्ला यतातिर बल्ला होइन त लेफ्ट साइडको एक्जिलरी प्लेनमा बन्छ ल यो एक्जिलरी प्लेनको नाम के हो त लेफ्ट ह्यान्ड राइट एक्सिलरी प्लेन ल त्यसो भए यहाँ बन्दो रहेछ एउटा भ्यू जसको नाम हो कुन भ्यू रहेछ राइट ह्यान्ड साइड भ्यू ठिक छ यहाँसम्म बुझ्यो कि बुझेन अब मलाई भन्नुहोस् एकचोटि बुझ्यो सर हजुर बुझे बुझ्यो सर बुझ्यो ल बुझ्यौँ है त ल ठिक छ अब यो यदि बुझेन भने चाहिँ म आज यसको रेकर्डिङ भिडियो सिधै युट्युबमा हालिदिइहाल्छु त्यहाँ गएर हेर्नु होला अलिकति रिभाइज हुन्छ है त है बारम्बार 10-12 हेर्नुहोस् एकछिन रिभाइज गरेर हेर्नुहोस् ल अब रुलले चाहिँ के भनेको छ मलाई भनिदिनुहोस् त 3D अब्जेक्टलाई 2D अब्जेक्टमा कन्भर्ट गर्यौँ कि गरेनौँ यसको फ्रन्ट भ्यू टप भ्यू लेफ्ट ह्यान्ड साइड भ्यू राइट ह्यान्ड साइड भ्यू निकालिसकेपछि त अब 3D लाई 2D मा चाहिँ हामीले के गर्यौँ त लगिसकेपछि ओरिजेन्टल प्लेनलाई क्लकवाइज डिरेक्सन 90 डिग्रीमा घुमाउने भने हो कि होइन ल घुमाउँ है त त्यसो भए घुमाउन सुरु गरौँ है ल यहाँ हेरौँ है त यो निडल इज यो खाली प्लेन ठिक छ निडल भनेको खाली प्लेन हो यो भाग भनेको यो टप भ्यू अथवा होरिजेन्टल प्लेन हो भन्ने है त त्यसो भए यसलाई मैले घुमाउँदाखेरि तपाईको यहाँनिर टप भ्यू कहाँ जान्छ भनेर भन्नुहोस् है टप भ्यू कहाँ गयो तल गयो नि यहाँ गयो नि त टप भ्यू तल गयो अनि खाली प्लेन माथि ओभरल्याप भएको हो नि होइन र ल टप भ्यू कहाँ गयो त तल गयो अब तपाईहरुले भन्नु होला यहाँनिर किन सर होरिजेन्टल प्लेनलाई किन क्लकवाइज डाइरेक्सनमा घुमाउनु भयो 90 डिग्री किन घुमाइयो भनेर भन्नु होला नि त अब एउटा कुरा मलाई भनिदिनु होला तपाईहरुले प्रोजेक्सन र अर्थोग्राफिक प्रोजेक्सनको भिन्न चाहिँ छुट्याउन जान्नुपर्छ है प्रोजेक्सन र अर्थोग्राफिक प्रोजेक्सनको भिन्न छुट्याउन जान्नुपर्छ प्रोजेक्सन भने के हो भनिदिनुस् त मलाई एकचोटी त्यति मात्रै हो डिफाइन त्यति मात्रै हो डिफाइन vertical plane actual plane अनि अर्थोग्राफिक प्रोजेक्सन भने के हो 2D लाई 3D मा सर कन्भर्ट गर्ने अर्थोग्राफिक भने त लेखेको छु मैले 2D लाई 3D मा भनेको छु ल 3D लाई 2D मा कन्भर्ट गर्ने प्रोजेक्सन हो भने 3D लाई 2D मा कन्भर्ट गर्ने अर्थोग्राफिक प्रोजेक्सन हो भने हो दुईटैको डिफाइन त्यही लेखेका छौ भर्टिकल प्लेनमा मात्रै ओ अर्थोग्राफिक प्रोजेक्सन जहिले पनि भर्टिकल प्लेनमा मात्रै बन्छ अनि मल्टिभ्यू प्रोजेक्सन इज द टाइप अफ अर्थोग्राफिक प्रोजेक्सन त्यसो भए यो टप भ्यूलाई मैले अर्थोग्राफिक प्रोजेक्सन भन्ने कि नभन्ने नभन्ने यो चाहिँ प्रोजेक्सन चाहिँ हो टप भ्यू इज प्रोजेक्सन तर नट अर्थोग्राफिक प्रोजेक्सन त्यही भएर to make this top view orthographic projection we rotate horizontal plane with 90 degree clockwise direction ठीक छ नि भने के रहेछ त यहाँनिर टप भ्यू भनेको चाहिँ प्रोजेक्सन मात्रै हो अर्थोग्राफिक प्रोजेक्सन होइन यो टप भ्यूलाई अर्थोग्राफिक प्रोजेक्सन बनाउनको लागि होरिजेन्टल प्लेनलाई चाहिँ 90 डिग्रीमा क्लकवाइज डाइरेक्सनमा घुमाउनु पर्ने रहेछ अब थाहा भयो हैन त थाहा भयो कि भएन थाहा यो भयो अब यो टप भ्यू भनेको अर्थोग्राफिक प्रोजेक्सन हो कि होइन अब तपाईलाई प्रश्न दुई तरिकाले सोध्छ है दुई तरिकाले प्रश्न के सोध्छ भने फर्स्ट एंगल प्रोजेक्सनमा टप भ्यूको प्रोजेक्सन कुन प्लेनमा बन्छ भन्छ कहाँ बन्छ होला भर्टिकल प्लेनमा मैले फेरि क्वेशन ध्यान दिएर सुन्नुस् है फर्स्ट एंगल प्रोजेक्सनमा टप भ्यूको प्रोजेक्सन कहाँ कुन प्लेनमा बन्छ होरिजेन्टल प्लेनमा होरिजेन्टल प्लेनमा टप भ्यूको प्रोजेक्सन बनेको तर फर्स्ट एंगल प्रोजेक्सनमा टप भ्यूको अर्थोग्राफिक प्रोजेक्सन कहाँ बन्छ भनेर सोध्यो भने के भन्ने भर्टिकल प्लेनमा भर्टिकल प्लेन त भर्टिकल प्लेन तर फ्रन्ट भ्यू भन्दा तलतिर बस्दो रहेछ हो कि हैन हो सर ल क्लियर भयो नि त ल किन घुमाएको रहेछ भन्ने कुरा पनि थाहा पायौं है हामीले ठीक छ नि अब यदि कुराहरु भइसकेपछि हाम्रो अर्को रुलले के भनेको छ भने एक्सिलरी प्लेनलाई पनि घुमाउने भनेको छ कि छैन
छ हैन त। अब एक्जुलरी प्लेनलाई पनि घुमाउने भनेपछि लेफ्ट साइडमा भएको एक्जुलरी प्लेनलाई कता घुमाउने भनेको छ, क्लकवाइज कि एन्टी क्लकवाइज? Clockwise. क्लकवाइज घुमाउने भनेको छ। क्लकवाइज घुमाउने भनिसकेपछि अब सबैजना ध्यान दिएर हेर्ने, यो सिभिल इन्जिनियर लेखेको कुरा यसरी यहाँ बसेको छ। सिभिल इन्जिनियर इज के रहेछ त, यो यतातिर बसेको लेफ्ट साइडको एक्जुलरी प्लेनमा बसेको राइट ह्यान्ड साइड भ्यू हो कि होइन त? लेफ्ट साइडको एक्जुलरी प्लेनमा राइट ह्यान्ड साइड भ्यू बसिएको छ कि छैन? होइन त? हो भनेपछि यसरी तपाईँको यहाँनिर के रहेछ त, यहाँनिर यो सिभिल इन्जिनियर भनेको चाहिँ राइट ह्यान्ड साइड भ्यू हो, यो प्लेन भनेको चाहिँ लेफ्ट साइड एक्जुलरी प्लेन हो। त्यसो भए यसलाई क्लकवाइज घुमाउँदाखेरि यसरी मैले घुमाएँ कि घुमाएन? घुमाएँ हैन त। ल अब त्यसो भए यो फ्रन्ट भ्यूको दायाँ हात हो कि बायाँ हात हो यो साइड भनेको? भन्नुहोस् त एकचोटि, यो फ्रन्ट भ्यूको यो साइड भनेको कुन साइड हो? बायाँ हात हो नि, होइन र? लेफ्ट ह्यान्ड हो, लेफ्ट ह्यान्ड हो। भनेपछि फ्रन्ट भ्यूको बायाँ हातमा कुन भ्यू बस्दो रहेछ त? राइट ह्यान्ड साइड राइट ह्यान्ड साइड बसेको हो नि त, होइन र? अनि यो साइड भनेको त फ्रन्ट भ्यूको दायाँ हात हो कि होइन? अब तपाईँ सम्झिनुहोस् क्या, तपाईँको टाउको इज अ फ्रन्ट भ्यूको यो भनेको बायाँ हात हो, फ्रन्ट भ्यूको यो हात भनेको दायाँ हात हो, होइन र? भनेपछि त फ्रन्ट भ्यूको दायाँ हातमा अब तपाईँको यहाँनिर यो एआर हेमराज ओली सबिन पोखरेल सिपी न्यौपाने भनेको कुरा चाहिँ के हो त, यहाँनिर यो राइट ह्यान्ड एक्जुलरी प्लेन हो भनेर सम्झिनुहोस्, ठिक छ? अनि राइट ह्यान्ड एक्जुलरी प्लेन यसरी बसेको छ भने यसलाई क्लकवाइज घुमाउने भनेका छौँ कि एन्टी क्लकवाइज घुमाउने भनेका छौँ? त्यसो भए एन्टी क्लकवाइज भनेका छौँ भनेपछि एन्टी क्लकवाइज त यस्तो हो नि, होइन र? त्यसो भए यसरी घुमाउँदाखेरि यो यही बस्दो रहेछ भने यो लेफ्ट ह्यान्ड साइड भ्यू कहाँ बस्दो रहेछ त? फ्रन्ट भ्यूको दायाँ हातमा बस्दो रहेछ, ठिक छ? यो बुझेको बुझेन यहाँनिर भन्नुहोस् त एकचोटि। फेरि भन्नु त सर। यहाँ हेरौँ है, ल हेरौँ, यो मेरो हातमा यो हात भनेको चाहिँ कुन प्लेन हो रे? राइट ह्यान्ड एक्जुलरी प्लेन हो। यो हात भनेको लेफ्ट ह्यान्ड एक्जुलरी प्लेन हो, ठिक छ? लेफ्ट ह्यान्डको एक्जुलरी प्लेनमा कुन भ्यू बसेको छ अरे भन्नुहोस् त एकचोटि। राइट ह्यान्ड साइड भ्यू बसेको छ। मेरो एक्जुलरी प्लेन बायाँ हातको एक्जुलरी प्लेनमा राइट ह्यान्ड साइड भ्यू बसेको छ भने रुलले के भनेको छ भने लेफ्ट साइडको एक्जुलरी प्लेनलाई क्लकवाइज घुमाउने भनेको छ। क्लकवाइज घुमाउँदाखेरि यो भ्यू यहाँ गएर बस्दो रहेछ, होइन र? अनि यहाँ बस्नु भनेको मतलब त यो फ्रन्ट भ्यूको त यो बायाँ हाततिर बस्दो रहेछ नि त, होइन? तपाईँ क्वाड्रेन्ट सर्टेन्ट नहेर्नुहोस्। अहिले मैले कहाँनिर भन्दैछु त भन्दाखेरि यो भ्यू यो मेरो बायाँ हातको एक्जुलरी प्लेनलाई क्लकवाइज घुमाउँदैछु भनेपछि क्लकवाइज यहाँ गयो। यहाँ जाँदाखेरि यो ठाउँमा कुन भ्यू छ भन्नुहोस् त? यो हातमा राइट ह्यान्ड साइड भ्यू हो, त्यही राइट ह्यान्ड साइड भ्यू मैले यहाँ लेखेँ, ठिक छ नि? मैले के लेखेँ त? त्यही राइट ह्यान्ड साइड भ्यूलाई मैले त्यो ठाउँमा लेखे हो, अरू केही पनि गरेको होइन। अनि अर्को कुरा यो हेरौँ, यो मेरो पाम चाहिँ देखिनु पर्ने हो तर कम्प्लिटली देखिरहेको छैन, छड्के देखिरहेको छ क्या। यसलाई देखाउनको लागि त राइट ह्यान्ड साइड भ्यूलाई क्लकवाइज घुमा भनेको छ कि एन्टी क्लकवाइज? ल त्यसो भए यो राइट साइडको पाममा अथवा राइट साइडको एक्जुलरी प्लेनमा कुन भ्यू बसेको छ अरे? त्यसो भए यसैलाई मैले यतातिर फर्काउँदाखेरि तपाईँको लेफ्ट ह्यान्ड साइड भ्यू यही बस्यो कि बसेन? ए यहाँ बस्यो। ल ठिक छ नि त, यहाँसम्म बुझ्यौ नि? राइट ह्यान्ड साइड भ्यू उतातिर जाँदो रहेछ, लेफ्ट ह्यान्ड साइड भ्यू यतातिर आउँदो रहेछ। अब कसको यतातिर कसको यतातिर भन्ने कुरा थाहा पाउनको लागि तपाईँको टाउको इज अ फ्रन्ट भ्यू, तपाईँको टाउको इज अ फ्रन्ट भ्यू। तपाईँको कुन साइडमा कुन हातमा राइट ह्यान्ड साइड भ्यू बसेको छ त? भनेपछि फ्रन्ट भ्यूको लेफ्ट ह्यान्डमा राइट ह्यान्ड साइड भ्यू बस्दो रहेछ। त्यसो भए तपाईँको कुन हातमा लेफ्ट ह्यान्ड साइड भ्यू बसेको छ अरे? तपाईँको दायाँ हातमा लेफ्ट ह्यान्ड साइड भ्यू बसेको रहेछ। त्यही त हो नि, अरू के गरेका छौँ त हामीले?
सर यसलाई सर छैन। एउटा काटेको बक्सलाई चप्टाउँदाखेरि ऊ हुने त्यस्तै बुझ्यो नि भयो। अहो हो ल अब यति कुरा भइसकेपछि त मैले अघि यहाँनिर यो 3D फिगरलाई 2D फिगरमा लाने भनेको थिएँ नि त। भनेपछि यो तपाईँको माथिल्लो तहमा चाहिँ यो प्लेनमा चाहिँ कुन भ्यू बसेको छ अरे यो फिगर हेरेर भन्नुहोस् त। फ्रन्ट भ्यू माथि फ्रन्ट भ्यू, तल टप भ्यू। अनि यो होरिजेन्टल प्लेन त यो भइहाल्यो, अनि एक्जुलेटरी प्लेन पनि दायाँ बायाँ घुमेका छन् नि, हो कि होइन? अनि एक्जुलेटरी प्लेन दायाँ बायाँ त घुमेका छन्, कसको दायाँ बायाँ घुमेका छन्, फ्रन्ट भ्यूको कि टप भ्यूको? फ्रन्ट भ्यू सर। भनेपछि त फ्रन्ट भ्यूको दायाँ बायाँतिर यसरी के हुँदो रहेछन्, पखेटा हुँदो रहेछन्। त्यसो भए फ्रन्ट भ्यूको तपाईँको टाउको इज अ फ्रन्ट भ्यू भने यो बायाँ हात हो कि होइन, लेफ्ट ह्यान्ड हो कि होइन? यो फ्रन्ट भ्यू तपाईँको टाउको हो भने यो तपाईँको दायाँ हात हो कि होइन? त्यसो भए फ्रन्ट भ्यूको बायाँ हातमा कुन भ्यू बसेको छ अरे? राइट ह्यान्ड साइड भ्यू। फ्रन्ट भ्यूको दायाँ हातमा कुन भ्यू बसेको छ अरे? ल यही हो फर्स्ट एंगल प्रोजेक्सन है। अब हजुर ठ्याक्कै अपोजिट हुँदो रहेछ। ठ्याक्कै उल्टा हुँदो रहेछ। अब म्हणजे मेरो दायाँ हातमा राइट ह्यान्ड साइड भ्यू बस्दो रहेछ, मेरो दायाँ हातमा लेफ्ट ह्यान्ड साइड भ्यू बस्दो रहेछ। ल त्यसो भए यो एंगल प्रोजेक्सनमा आउने टेबलहरू एकछिन सर्टसर्ती भन्नुहोस् त। म यो 1 नम्बर पोइन्ट र 2 नम्बर पोइन्ट थाहा पाउनको लागि यो ठुलो फिगर हेर्नु होला, बुझ्नुभयो नि? फर्स्ट पोइन्ट र सेकेन्ड पोइन्टको लागि त्यो फिगर हेर्ने, अनि तलतिरका पोइन्टहरू हेर्नको लागि यो फिगर हेर्ने है त। थर्ड फोर्थ फिफ्थ के छन् त्यो सबै पोइन्टलाई यो फिगर हेर्ने। ल भन्नुहोस्, त्यसो भए मैले फर्स्ट एंगल प्रोजेक्सनमा अब्जेक्टलाई राख्नु पर्यो भने कहाँ राखिन्छ त? ल बिक्कीजी भनिदिनुहोस्। बिक्कीजी सर फर्स्ट क्वाड्रेन्ट र भर्टिकल प्लेनमा। भर्टिकल प्लेन भन्न मिलेन, फर्स्ट क्वाड्रेन्टमा राखिन्छ, हो कि होइन? इन दिस प्रोजेक्सन द अब्जेक्ट शुड बी प्लेस्ड कहाँ रहेछ त? एट फर्स्ट क्वाड्रेन्टमा रहेछ। सबैले लेख्नुहोस् फर्स्ट क्वाड्रेन्ट भनेर है। लेख्नुभयो फर्स्ट क्वाड्रेन्ट सबैले? ल त्यसो भए अब अर्को पोइन्ट छ, इन दिस प्रोजेक्सन द डट 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 शुड बी प्लेस्ड बिट्विन कसको र कसको? ल समीक्षाजी भनिदिनुहोस् त। समीक्षा साई ल भनिदिनुहोस् त, तपाईको के कुरालाई कसको कसको बीचमा राखेको छ? फर्स्ट र सेकेन्ड पोइन्ट हेर्नको लागि यो ठुलो फिगर हेर्ने, के कुरा बीचमा राखेको छ, कसको र कसको बीचमा? समीक्षाजी साउथ इस्टमा राखेको छ। ल त्यसो भए नॉर्थ ईस्ट। ल भनिदिनुहोस् त, दिनबन्धु झाजी नाम चाहिँ दिनबन्धु हो कि के अरे नाम? ल भनिदिनुहोस् त तपाईँ। क्वेसनले के भन्यो भने यो प्रोजेक्सनमा के कुरालाई बीचमा राखेको छ अरे क्या? यहाँ हेरौँ, यो फिगर हेर्ने, यो फिगर हेरौँ है। यो फिगर हेरौँ, यो भनेको प्लेन अफ प्रोजेक्सन हो कि होइन? अनि यो भनेको हेर्ने मान्छे अब्जर्भर हो कि होइन? यो अब्जेक्ट हो कि होइन? ल भन्नुहोस्, के कुरा बीचमा छ? कसको बीचमा छ? भर्टिकल प्लेन र भ्यू र टप भ्यूको बीचमा। अझ फेरि कहाँ भ्यू भन्दै हुनुहुन्छ? प्लेन अफ प्रोजेक्सन अब्जेक्टलाई प्लेन अफ प्रोजेक्सन र अब्जर्भरको बीचमा राखिएको छ, होइन र? के हो? ल भनेपछि इन दिस प्रोजेक्सन द अब्जेक्ट शुड बी प्लेस्ड एट फर्स्ट क्वाड्रेन्ट। In this projection, the object should be placed between projection plane and observer and plane of projection. Yes. के यो ठाउँमा महाभारतको डाँडा त छैन नि? के छ? ए भन्नुहोस् त, महाभारतको डाँडा त छैन नि? छैन नि? छैन। ल त्यसो भए अब फ्रन्ट भ्यूलाई मैले प्लान भन्ने कि इलिभेसन भन्ने? इलिभेसन फ्रन्ट भ्यूलाई हामीले इलिभेसन भन्छौँ। कुनै बेला
इन फर्स्ट एंगल प्रोजेक्सन द एलिभेसन लाइज भनेर सोध्यो भने त्यति बेला चाहिँ के भनेको रहेछ यसले फ्रन्ट भ्यू नै मागेको भनेर सम्झिनु होला ठीक छ नि छेउछेउबाट अनि हेर्ने टप भनेको भ्यूको बारेमा सोधेको छ भने टप भ्यूलाई चाहिँ हामीले के भन्छौँ त प्लान भन्छौँ के भन्छौँ अरे प्लान प्लान अब यति कुराहरू भइसकेपछि फ्रन्ट भ्यू कहाँ बसेको छ त यो फिगर हेरेर भन्ने अब above the top view. यस फ्रन्ट भ्यू बसेको छ टप भ्यू भन्दा माथि द फ्रन्ट भ्यू लाइज एभव द टप भ्यू त्यसो भए टप भ्यू कहाँ बसेको छ त Below the front view. यस बिलो दी फ्रन्ट भ्यू बिलो दी फ्रन्ट भ्यू त्यही त हो नि यहाँ हेर्नुहोस् त साथीहरू टप भ्यू कहाँ बसेको छ त भन्दाखेरि फ्रन्ट भ्यू भन्दा तल फ्रन्ट भ्यू कहाँ बसेको छ भन्दाखेरि टप भ्यू भन्दा माथि यही त हो नि होइन र त्यसो भए लेफ्ट ह्यान्ड साइड भ्यू कहाँ लाइज भएको छ त Right of front view. फ्रन्ट भ्यूको दायाँ हातमा भनेपछि द लेफ्ट ह्यान्ड साइड भ्यू लाइज राइट साइड अफ फ्रन्ट भ्यू अनि राइट ह्यान्ड साइड भ्यू कहाँ लाइज भएको छ अरे Left of front view. यस लेफ्ट साइड अफ फ्रन्ट भ्यू अब के गाह्रो छ त यो फिगर बुझ्ने मान्छेले त यो सबै क्वेसन्स मिलाउँदो रहेछ नि त होइन ल साथीहरू आजलाई चाहिँ यति नै गरौँ यो फेरि धेरै नै डोज हुन्छ फेरि अक्सो पढाइदिन्थेँ मैले थर्ड एङ्गल प्रोजेक्सन अब भोलि पढौँला आज यति नै पढौँ यो कुराहरूको बारेमा तपाईँहरूले अझै धेरै राम्रोसँग रिपिट गर्न चाहनुहुन्छ भने युट्युब च्यानल त थाहा छँदैछ एनएबिआई नवीन एसएयुडी साउथमा जाने च्यानललाई सब्सक्राइब गरिहाल्ने अनि त्यसपछि त्यो भिडियो म त्यहाँ हालिदिइहाल्छु आज अहिले नै हालिदिन्छु त्यो भिडियो त्यहाँ गएर तपाईँहरूले फर्स्टको देखाउनु न म स्क्रिनसट ल एकछिनमा देखाइदिइहाल्छु है त ल